हेलो साथीभाइहरू, आज हामी निकै दिनपछि लामो रोड ट्रिपमा जाँदैछौँ अनि आज हाम्रो रोड ट्रिप हुनेछ अयोध्यासम्म। ल अयोध्यासम्म जाने यो रोड ट्रिपको बाटोमै भेटौँ। Take the next left onto National Highway 10. शिवमन्दिर आइपुग्यो। पहिला यो शिव मन्दिर कस्तो थियो, अहिले कस्तो भयो है। अब हामी आजको फर्स्ट टोल नक्सलबाडीको 7 भैया टोलमा आइपुग्यौँ। फर्स्ट टोल गेट। हेलो, यहाँ हामी बोर्डर आइपुग्यौँ। बङ्गाल र बिहारको बोर्डर। यस्तो बाटो पनि राम्रो छैन, हेर्नुहोस् त यही बाटो। अन्त यहाँ पुलिसहरूले गर्दैछ, बाटो राम्रो छैन। बिहार गाडीको ट्रकहरू छ। यो बिहारदेखि आएको छ, कोही हरियाणाको गाडी पनि छ। बिहारमा छौँ अहिले हामी। कतै अलिअलि बाटो नराम्रो छ, धेर जस्तो राम्रै छ बाटो, म्याक्सिमम राम्रै छ। ट्रकहरूको मात्रै अलिकति ट्रकले त बदिन्छ अलिकति, अदरवाइज ओके। बाँस रहेछ, ब्याम्बूको खेल रहेछ, मलाई दाउरा भनेको। अब घाम लागेपछि चाहिँ अलिक गरम हुँदैछ। बेसी त छैन, 29 डिग्री छ बाहिर। बिहारको बाटो बहादुरगञ्ज आइपुग्यो। अब यहाँबाट चाहिँ किशनगञ्ज चाहिँ यहाँबाट जान्छ किशनगञ्ज। हामी किशनगञ्ज निस्किँदैनौँ। किशनगञ्ज त त्यो उताको बाटोबाट आउँदा, इस्लामपुरको बाटोबाट आउँदा चाहिँ निस्किन्छ, यो बाटोबाट आउँदा निस्किँदैन। ल अब टोल गेट आइपुग्यो। थर्ड टोल गेट होइन, थर्ड बिहारको सेकेन्ड। वेस्ट बेङ्गलमा एउटा थियो, यहाँ दुईटा भेट्यो, यो सेकेन्ड हो। सेकेन्ड टोल गेट। यिनीहरूको मान्छे पनि बस्दैन रहेछ नि त। यहाँ त कस्तो खालको पो हुनेछ। खोइ यहाँ त छैन त, ढिलो हुनेछ। खोइ कहाँ छ यिनीहरूको क्यामेरा पनि थियो। यिनीहरूको त सिस्टम पनि यस्तो केही बुझ्दैन। यत्रो ढिलोमा त यत्रो ढिलोमा त हुँदैन नि त। एउटा मात्रै रहेछ कन्ट्रोल गर्ने। टोल गेट पनि नआयो। देउस हामी 4th टोल गेटमा आइपुग्यौँ। गरम त कति छ, 32 छ बाहिर। 32 देखाउँदैछ, 33, 34 कति। धन्यवाद छ। कुन बजार आयो यो? कुन बजार हेर त। सिमराही सेन्ट्रल ब्याङ्क पनि रहेछ।
खोइ भन्दैछ त सेन्ट्रल ब्याङ्ककै सामने भन्दैछ ओ ओ ओ अहिले दिउँसोको 10:15 भयो हामी बिहान 5 बजी निस्केको 245 किलोमिटर अहिले हिँडिसक्यो हामी अब अझै 290 किलोमिटर हिँड्नु छ र झन्डै 5 घण्टाको जर्नी गरिसक्यौँ हामीले र अहिले कोशी नदी हामी क्रस गर्दैछौँ कोशी द ग्रेट कोशी नदी क्रस गर्दैछौँ 5 घण्टापछि 245 किलोमिटर पछि गति 224 मुजफ्फरपुर त 90 किलोमिटर मात्रै छ अब हामी 308 किलोमिटर हिँड्यौँ अब 90 किलोमिटर छ मुजफ्फरपुर भनेपछि मुजफ्फरपुर झन्डै 400 किलोमिटर रहेछ सिलिगुडीबाट है 400 किलोमिटर रहेछ अब हामी पुग्ने ठाउँ चाहिँ कति छ 222 किलोमिटर देखाउँदैछ यहाँ अब यो 5th टोल गेट आइपुग्यो राजे टोल प्लाजा भन्नेमा आइपुग्यो 5th बिहारको 4th टोल प्लाजामै बाटो यस्तो छ भन्नु त अब यो रोड कन्डिसन यस्तो छ है के भन्नु अब बनाएर उयो छैन ग्रिटिङ्स छ ग्रिटिङ्स राजे टोल प्लाजा पनि नाग्यो अब दिउँसोको 11:30 बजेको छ अब दरभङ्गा पनि अलमोस्ट क्रस अब मुजफ्फरपुर कति 90 किलोमिटर 90 किलोमिटर 2 घण्टा 2 बजी पुग्नु ठिकै छ 2 बजी पुग्यो भने 4 बजीतिर हामी पुग्छौँ त्यहाँनिर गोपालगञ्ज दरभङ्गा क्रस गर्दैछौँ 12:15 भयो 340 किलोमिटर हिँडिसक्यो हामी अब 191 किलोमिटर जानु छ अब 55 किलोमिटर जस्तो छ यहाँबाट मुजफ्फरपुर अनि मुजफ्फरपुरबाट गोपालगञ्ज हामी आज गोपालगञ्ज आरामले पुग्छौँ अहिले गोपालगञ्जमा होटल त बुक गरेको छैन गरेको छैनौ होटल त बुक गरेको छैनौ त्यहाँ 1-2 होटलको गरिराखेको छु अहिले आधी बाटो गएर चाहिँ मुजफ्फरपुर नागेपछि चाहिँ होटलमा कन्ट्याक्ट गर्नुपर्छ अब अहिले हामी मुजफ्फरपुरको क्रसिङमा छौँ यहाँबाट चाहिँ देब्रे गयो भने चाहिँ मुजफ्फरपुर जान्छ हामी चाहिँ बाइपास भएर जाँदैछौँ 1:15 भयो अब हामी अहिले मुजफ्फरपुर नागेर अलिकति अगाडि आइपुग्यौँ पानापुर भन्ने ठाउँ हो यो हाइवेमै छु एकछिन बाटोमा बसेको अब यहाँबाट गोपालगञ्ज बेसी टाढो छैन मेबी 1 घण्टा होला 1 घण्टामा हामी 1 घण्टामा पुगिहाल्छौँ गोपालगञ्ज र गोपालगञ्जमा बसाइ हुन्छ आज अब यो हाइवेमा पुगेको हौँ हामी अन्त त्यहाँबाट अगाडि नजाने आज त्यहीँनिर बस्ने आज होइन न के छ खबर भन त आज त्यहीँ बस्ने होइन त आज रेस्ट गर्ने भोलि रेस्ट जाने यो हाइवे हो यी उता हेर्नुहोस् यहाँ मुजफ्फरपुर उता छ पानापुर यो भित्र रहेछ र हामी चाहिँ हाइवे बाटोमै छौँ मिल्क पार्लर छ त्यहाँनिर यहाँ इन्डियन ओयल छ एउटा सानो ठाउँ
दिन पनि घुम्न नि के छ ट्रेनको टिकट त होइन आफ्नै त हो अहिले अब मोतिहारीको छेउछाउ आइपुग्यौँ मोतिहारी हामी मोतिहारी पुग्दिनौँ त्यो मान्छे भनेको त त्यस्तो पैसा मूर्ति राखेछ मोतिहारीको छेउछाउ किन राखेको होला अन्त खेतीमा त चरालाई बाँदरलाई उखेर यहाँ चाहिँ कसलाई उ गर्नुको लागि गरेको ठुलो नदी रहेछ ठुलो सप्तकोशी जस्तै नदी त यो पो छ त है सप्तकोशी त होइन यो कसले के हो घाग्रा थाहा छैन घाग्रा पनि हो होइन नामै थाहा छैन के हो नामै थाहा छैन तर ठुलो छ बाटो पनि पुरानो छ पुल पनि पुरानो छ जमाना रहेछ गण्डक नदी रहेछ गण्डकी गण्डकी रिभर गण्डक भन्छ यहाँ चाहिँ माथि चाहिँ गण्डक भन्छ गण्डक बुझ्यौ के रिभर बताउँदै माथिबाट चाहिँ बाइपास जाने है बजार बस्न कारणले गर्दाखेरि चाहिँ हामी बजार चाहिँ नपस्ने अब सिधा भयो नि होटलमा बस्ने बाटो बजार घुम्न लाग्यो त्यसलाई पहिला सोध्दैन छ कि छैन नजिक यो होटलमा हामी बस्नु आँटेको हामीले अब जान्दैछ हो के अरे होटलमा रुम छ कि छैन सोध्नुको लागि छ भने बस्ने हामी यहीँ हुन्छ हेर्नु गएको छ कि जान्दैछ हामी जाँदैछौँ हेर्नुको लागि हेरौँ छ कि छैन रुम चाहिँ कता छ रिसेप्सन होटल राजीव रिजेन्सी गोपालगञ्जमा छौँ आज हामी अब यहाँ आइपुग्यौँ अघि 4 बजी आइपुग्यौँ आइपुगेर यो होटलमा चेक इन गरेको छौँ अब यहाँ बस्ने आज यहाँ आइपुग्ने 11 घन्टा लाग्यो 5 बजी हिँडेको 4 बजी आइपुग्यौँ अन्त यो चाहिँ ठिकै हाइवेकै छेउमा छ यो माथिको देखेको जुन चाहिँ इलेभेटेड रोड चाहिँ हाम्रो अब सालुगाडाको जस्तै इलेभेटेड रोड हो गोपालगञ्जलाई बाइपास गरेर सिधै जानुपर्ने हो अब हामी चाहिँ यहाँ बस्नुको कारणले यहाँ आएर चाहिँ यहाँ बसेको छौँ अब यता हाइवे छ यतामा आयो यता भोलि यता जानुपर्ने हामी यो साइड जानुपर्ने यो साइडबाट चाहिँ आएको हामी अब आज यहाँ बसेर अब भोलि चाहिँ हामी जाने हो गाडी त्यहाँ राखिदिएको छौँ गाडी उयो भित्र हालिदिएको छौँ उयो गाडी जहाँबाट गयो त्यो जाने बाटो त्यहाँ हालिदिएको छौँ गाडी चाहिँ हो यो हाइवे अब गोपालगञ्ज ल त साथी हो अब हाम्रो एक दिनको यात्रा भनौँ न एक दिनको यात्रा यहीँ टुङ्गिन्छ नेक्स्ट डेको यात्रा भोलि सुरु हुन्छ भोलि बाटोमा भेटौँला मेन मुख्य द्वार यसलाई सूर्यद्वार भन्छ यहाँबाट पस्छ मेन हेर्नुहोस् माथि सूर्य देवताको